एउटा मित्र आत्माभित्र म बाहिर ऐना उसको चित्र छाया पवित्र म भित्र माया आफै प्रश्न गरिरहन्छु म कस्तो छु किन यस्तो छु मागिन केही पनि भगवानसँग मागे धेरै वर्ष शान्ति शान्ति शान्त आत्मा एकान्त लेख्ने हाम्रो कोठाभित्र कलम रहेछ मन मस्तिष्कको मित्र सबै चित्र शब्द चरित्र भयो विचित्र उदाहरण आदि प्रश्न उत्तर सोच्दा सोच्दै मनभित्र म आफैलाई खोज्दा खोज्दै दुनियाँ नै बिर्सेछु कस्तो छ बाहिर हेरिदिन्छु म दिमाग गरेर लेखिदिन्छु म बिर्स्यौ कि तिमीले सम्झिदिन्छु म मनमा नै कल्पनामा कल्पेर बोलिदिनु नराम्रो कर्म भुलिदिनु मन आत्माको कुरा सुनिदिनु सपना देखेर लक्ष्य पूरा गरिदिनु किन मनले मागेको मुटुले मागो धड्कनले अर्को हृदयले चाको मेरो आत्मा कागो अनि उसको याद आको होइन के भएको म गएको मिठो खाना लाग्ने छिटो निन्द्रा हुँदैछ गडबडी छटपटी सम्झना नपाउने उसको आउँदा आगो बल्छ छाती पोल्छ भतपति